अच्छा आयो अच्छा ओहो काले का आएगा। चलिए शुरू करते हैं। हेलो एभ्रिवान, सबैलाई गुड मर्निङ एन्ड नमस्ते। सन्चै हुनुहुन्छ होला। आज लङ टाइम पछि एउटा सानो भ्लग बनाइरहेको छु। सबैले हेरेर साथ दिनु होला। के छ, निकै आरामै हुनुहुन्छ होला भनेर म पूर्ण विश्वास छु। अब चाहिँ मेरो डेली रेगुलर भिडियोहरू आइरहन्छ युट्युबमा, फेसबुकमा। सबैले हेरेर साथ दिनु होला भन्ने पूर्ण आशा लिएको छु। आज भनेको शनिबारको बसाइमा यसो खेततिर र हैन पानी हाल्न हैन माछाहरू मार्न म गइरहेको छु। सम्पूर्ण मेरो क्रियाकलापहरू तपाईँलाई यही भिडियो मार्फत देखाउने छु। तपाईँले देख्न सक्नुहुन्छ कुला चाहिँ एकदम सुकेको छ, किनभने माथि मुडदेखि कुला चाहिँ भाँचिरहेको अवस्था छ हैन। म चाहिँ अब खेततिर आज ठिक छ। यो एउटा भाइले चाहिँ जाम त दाइ माछा मार्न भनेर चाहिँ उसले चाहिँ मलाई लगिरहेको छ। हेरौँ माछा कति मर्छ थाहा छैन हैन। माछा मरेपछि म तपाईँहरूलाई देखाउने छु। एकदम रमाइलो छ हैन। बिहानीको मौसम चिसो मौसम छ हैन। घामहरू पनि लागिरहेको छ। तपाईँले देख्नु छ धान पनि अब यसो झुलिरहेको छ। लगभग अब 28-29 दिनपछि पनि दसैँ आइरहेको छ। दसैँको यो महसुस पनि भइरहेको छ। दसैँ आएको जस्तो पनि भइरहेको छ। के भयो खसाउला चाहिँ अनि अलिअलि गर्मी पनि फिल भइरहेको छ। ल है आयो खै कतिवटा आयो। ओ यहाँ तानेको छन् कि यस्तो थाप्यो कि तान्यो कि थाप्यो कि तान्यो। अहिले हाल्छ कि तिनी यहाँ आएगा टिंटा आयो त देखा टिंटा यहाँ यसले अन्तिम इच्छा पनि पाउन सकेको छैन। कता हो खै यता हेर हाम्रो माछा मार्ने मान्छे टट्के आउँदैन ऊ त्यहाँ पनि आइसक्यो। त्यहाँ पनि खाइसक्यो। छिटो ओइ ओली फोटो बनाउन न त्यो उठा त छाता एउटै छ है, त्यही भएर आयो कालो आयो कालो बाप्रे बा। अच्छा आयो अच्छा हेलो एक्सक्युज मी ब्रो। माछाहरू त राम्रो मरिरहेको छन् साथीहरू है। हाल यो प्लास्टिक भर्नुपर्छ है ल हेर चरङ्गा भन्छ यसलाई। चरङ्गा यस्तो स्वादिलो हुन्छ। टाउको फालिदिने हो, भुरी फालिदिने हो, तेलमा फ्राई हान्ने। खायो फेरि बिस्तारै खायो ल हिँड टुकु खाछ। भाइ गयो साथीहरू। भाइ वेट एकछिन है। होइन पापा आयो यही हो ल। यसले असली आयो। यस गाइस माछा मरेको छ नि।
ल चिप्पिया रहेछ एकछिन खाँदै खाना दे हाला पर माछा बहुत परेछ छुट्यो आयो तन ओहो कालो माल ल्यायो कता गयो फाइनली गाइस माछो लैगो बाप नालायो यता देखेँ अहिले त छिम्बिया मात्र परिरहेको नि छिप्पिया मात्रै परिरहेको छ यस फाइनली गाइस माछो गाइस धेरै ठुलो स्वरले बोलेपछि माछा पर्दैनन् त्यही भएर सानो स्वरले बोलेको छ है आयो फेरि आयो यताले 5 किलो मार्ने टार्गेट गाइस आज भातै खाइया छैन कति बजे 9 बजिसक्यो 8 बजे आएको 8:30 बजे आएको नि मरिया त हाल पाउ पुग्यो होला नि एक पाउ भन्दा बढी भइए पर्छ हैन है अच्छा ल ठिक छ ल बधाई छ मछलीलाई ला गर्मी है गर्मी तन ओली तान 5वटा खै एउटा पनि आएन पापा कस्तो आयो तन फाट गर्छ देखाइदियो त दुईवटा आयो है कत्रो आछ है ठिक छ कुद्लियो नि भिडियोमा देखि 5वटा देखाएँ भिडियो क्यामेरा हात तानेछ छेक्या त छैन हातले गाइस छाता ओरेर लाउमा लाउँदिन धोतो फेरेर एउटा गीत गाइदिनु त अहिले गाइदिएन अनि आज लोत माछा मारिरहेको छौँ साथीहरू
तान 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 है जुगे आयो जुगे सानो आएको छ गाइस लास्ट गर्मी छ माछा राम्रै मरिरहेको छ 8:30 बजे आएको 9:30 भयो कि हो नि 9:30 भयो होला सायद माछा मरिरहेको छ भोक पनि लागिरहेको छ हामी जाने त माथि हो त्यो घर छ नि ठुलो घर यो घर त्यो घरदेखि ट्याक्कै उता पर हेर्नुपर्छ हाम्रो कमल डाँसीको ठाउँमा है बोल्न मिल्दैन माछा भाग्छन् अनि यस्तो राम्रो काँस छ हेर्नुहोस् फोटो खिच्नुहोस् तानिरहेको छ तान मत्तबारी है भेरीको मस्ती थियो क्या नि त्यो झार फाल्न त नि धेरै थियो तर पर्न सफल एउटा मात्रै गाइस लास्ट भोक लागिसकेको छ यसलाई जाम भनेको मान्दै मान्दैन आज निकाल्छु भन्छ है निकाल्यो फाँसे भयो हैरान बनाइसक्यो भोक लागेर माछा चाहिँ ठिकै मरेछन् प्लास्टिक आधा भइसकेको छ ल गाइस अब चाहिँ फाइनल घरतिर लाग्न थालियो होइन जे होस् 1-2 घन्टा जति माछा मार्यो ठिकै भयो जस माछा पनि ठिकै मरेको छ लास्टै भोक लागेको छ ओली भोक लागेको छ नै भन्दा नाइ भन्छ खतम रहेछ अघि नै भिडियोमा चाहिँ लाज मानिरहेको छ कि अगाडि चाहिँ यस्तै भोक लाग्यो त जाम्या भन्थ्यो अहिले फेरि यहाँ क्यामेरामा भोक लाग्छ छैन डन भन्छ खै त्यो 6 प्याक देखादि छैन 6 प्याक देखाउँछ 6 प्याक पनि बनाएर छ अनि ल गाइस सबैले माया गरिदिनु होला होइन भिडियोलाई यसो सकिन्छ भने लाइक गरिदिनु होला एउटा मिठो कमेन्ट छरिदिनु होला होइन नयाँ हुन्छ भने च्यानल सब्सक्राइब हानिदिनु होला मिल्छ भने यस्तो साथीहरूलाई चाहिँ भिडियो सेयर गरिदिनु होला ल माछा देखाइदिउँ न त माछा ल माछा हेर्नुहोस् है आफ्नो हात हालेर छ्याट्ट पारेर देखाएँ कहिले माछा देखाएँ फाइनली गाइस माछा चाहिँ बबाल तरिकाले मरिरहेछन् अलि आफ्नो हात हाल्न यसरी हो कि यसरी गाइस बबाल मरिरहेछ माछा चाहिँ कालो देखायो कि कालो चरुङ्गा भएपछि सेतो देखाउँछ कालो चरुङ्गा भएपछि सेतो देखाउँछ त भन्छ गाइस जस माछा राम्रै मरिरहेको छ ल सबैलाई थ्याङ्क यू सो मच बाबाई अर्को भिडियोमा भेट्नु भएछ है बाबाई टाटा